चाहिँ हामी गोकर्णेश्वर माथि पार गरेर यो के कुन ठाउँ भन्नु हजुरले शहीद पार्क यो अन्तिम ठाउँ रहेको छ यो काठमाडौँ गोकर्णेश्वर मन्दिरदेखि माथि यो शहीद पार्क अन्तिम ठाउँ रहेछ हेर्दै जाउँ यहाँभित्र के रहेछ है यो भित्र छिर्नको लागि चाहिँ यताबाट जानुपर्ने छ हेरौँ यस शहीद पार्क छिर्नको लागि चाहिँ यसमा के भन्नु छ यो गेट पास चाहिनेछ अहिले चाहिँ हामीसँग गेट पास नभएको कारणले बाहिर बसिरहेको छौँ यता हाम्रो दाइहरूसँग मनाइरहेको छौँ भित्र पस्नु भन्दा आइदाइ हामी भित्र छिर्न पाउँछौँ पाइन्छ है ल ठिक छ ओके छ हामी चाहिँ अहिले गोकर्णेश्वर मन्दिर हुँदै लास्ट स्टेजमा यो शहीद पार्क भन्नु आइपुगेको छौँ निकै नै रमाइलो ठाउँ रहेको छ घुम्नलाई पहिले सबभन्दा मान्छेले सुटिङ गर्न अनि टिकटक बनाउन एकदम रमाइलो ठाउँ रहेको रहेछ है आउनुहोस् है तपाईँहरू पनि यस्तो राम्रो छ ठाउँ यता चाहिँ सुटिङ चलिरहेको छ यहाँनिर सुटिङ सुटिङ पनि चल्दो रहेछ दामी दामी रहेछ लास्ट स्टेज रहेको छ हामी अन्तिम चरणमा आइसकेको छ अब यहाँबाट ठ्याक्कै निस्केर हामी फेरि अघि जुन ठाउँबाट प्रवेश गरेको थिएँ त्यही ठाउँमा जाँदैछु अब यो अन्तिम चरण रहेछ गोकर्णेश्वर सानो मन्दिर माथि यो स्मारक पार्क भन्नुहुँदैछ बाई बाई स्मारक पार्क हामी चल गया